नमस्ते, म सुजन देवकोटा। मेरो मम्मीलाई चाहिँ बिहान घरमा केही काम टेबलहरू पुस्ने बेलामा अलिअलि टाउको दुखे जस्तो भएर मम्मी त्यहीँ ढल्नु भएछ। ढलेपछि हामी नजिकैको हस्पिटल लिएर गयौँ, चितवनमा। त्यहाँ सिटी स्क्यान गर्दाखेरि ब्रेनमा चाहिँ अलिक धेरै रगत जमेको जस्तो त्यहाँ हामीले सिटी स्क्यानमा देख्ने बित्तिकै अनि मैले आफैले म बाहिर बसे पनि न्युरो हस्पिटल लानुपर्छ भनेर भने न्युरो हस्पिटल लिएर आयो। ल्याइसकेपछि यहाँ फेरि सिटी स्क्यान भयो, एमआरआई भयो। त्यो हेर्दा फेरि मम्मीको दुईवटा केसमा चाहिँ अपरेसन चाहिँ जसरी गर्नुपर्ने, कुन चाहिँ ओपन सर्जरी गर्ने कि वायरिङ सिस्टम गर्ने भनेर डाक्टरसँग कुरा गर्दाखेरि मैले त्यो बारेमा रिसर्च गरेँ युट्युबहरूमा। अनि गर्दाखेरि पछि वायरिङ सिस्टमबाट बेस्ट लागेर मैले वायरिङ सिस्टमले डाक्टर साहबलाई वायरिङ सिस्टमले गरौँ भनेर भने। अहिले मम्मीको त्यो गर्ने बित्तिकै 8-9 घन्टापछि त होस आयो, राम्रोसँग सबैलाई चिन्नु भयो। तुरुन्तै त्यसपछि 2 दिनपछि वार्डमा 4 दिन भयो, 4-5 दिनपछि हामीलाई रिफर गरिदिनु भयो। म चाहिँ एकदम आभारी छु न्युरो हस्पिटलप्रति। र अहिले नेपालमा यति राम्रो प्रविधिहरू आएको रहेछ। तपाईँहरू हामीले ओपन सर्जरी गर्नुभन्दा वायरिङ चाहिँ एकदम बेस्ट लाग्यो मलाई। ओपन सर्जरीले पछि लामो समयसम्म नि घाउहरू पाक्ने, रिकभर हुने टाइम लाग्ने। पहिला मैले बाबाको केसमा पनि त्यस्तो भएको थियो। अहिले चाहिँ यो वायरिङ सिस्टम चाहिँ एकदम बेस्ट लाग्यो। थ्याङ्क यू न्युरो हस्पिटल।